यो साथी एकैछिन यो भिडियो हेरेर जानु पुरा भिडियो हेर्नु क्षति त पुर्याइयो पुग्यो। तर म के भन्न चाहन्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ। यही कुरा म भन्न चाहन्छु। थ्यांक यू। नेपाली बीच द्वन्द नहोस्, परस्पर अविश्वास र हिंसाको दुखद मनोस्थिति नबनोस्। देशवासीहरू कुनै पनि नाम र न्युहुमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौं। नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसात गरेका छौं। सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रा आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन। समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय